गाउँपालिकाले कृषिमा अनुदान दिने नीति ल्याएपछि कृषक खुसी मात्र भएनन्, कृषकले कृषिबाट राम्रो आम्दानी गर्न थालिएको छ। यस्तै सुनपति गाउँपालिकाको वडा नम्बर 4 बेथानका कृष्णबहादुर पाण्डेले विगत 10 वर्ष अगाडिदेखि कुखुरा पालन गर्दै आएको र आम्दानी पनि राम्रै रहेको उहाँ भन्नुहुन्छ। कृष्णबहादुर पाण्डेले गाउँपालिकामा फर्म दर्ता गरेर केही अनुदान समेत लिएको र फर्म अनुगमनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नम्बर 4 का अध्यक्ष, कृषि शाखाका प्रमुखले अनुगमन गर्नुभएको थियो। आउनुहोस् उहाँसँग गरेको संवाद सुनौ। हजुर दाइ, हजुरको शुभ नाम? कृष्णबहादुर पाण्डे। कृष्णबहादुर पाण्डे है? हजुर। हजुरले यो व्यवसाय गर्न थालेको कति वर्ष हुनुभयो? मैले व्यवसाय गर्न थालेको 10 वर्ष भयो। 10 वर्ष भइसक्यो है? हजुरको 10 वर्षको अनुभवले गर्दामा अहिले लेट्स कुखुरा हाल्दै हुनुहुन्छ? हजुर, लेट्स कुखुरा ब्रोइलर अहिले ढुक्क छ सर। हजुर, ब्रोइलर पनि पाल्नु भएको थियो हजुरले? पहिला ब्रोइलर सुरु गरेको थिएँ। हजुर हजुर। अनि पछि त्यो भेटनेरीसँग एकदम सल्लाह, डाक्टरहरूसँग सल्लाह लिँदाखेरि तपाईँले यो भन्दा यो चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले ए हजुर हजुर 76 सालबाट सुरु गरेको। हजुर हजुर। अहिलेसम्म मलाई ठिकै छ, राम्रो छ। अहिले जे होस् कृषि क्षेत्रमा भनौँ यो कुखुरा पालनबाट चाहिँ तपाईँ सन्तुष्ट हुनुहुन्छ? निर्भर गर्न सकिन्छ। हजुर हजुर। 4-5 जना परिवार मजाले पाल्न सक्छ। हजुर हजुर। कुनै कुनै त तपाईँको कुखुराबाट फाइदा भएन भन्छ नि? यस्तो हो, किसानीहरू तपाईँको एकचोटि गरेर दोस्रोचोटिको लगानी गर्न डराइसकेपछि त्यो बिग्रिने नै हो। हजुर हजुर। लगातार नियमित 5 वर्ष अनिवार्य कृषिमा लडाइँ गर्नै पर्छ। सङ्घर्ष गरेपछि अनिवार्य सफल हुन्छ। हो, त सङ्घर्ष चाहिँ धैर्यता लिन सक्नु पर्यो हैन? धैर्यता लिएर सङ्घर्ष गर्न। हजुर हजुर। त यो ब्रोइलर कुखुरामा ठिक छ कि यो लेयर्समा ठिक छ हजुरलाई? हजुरको ब्रोइलर भनेको बजारको स्थिति उत्ताप चढाव। हजुर हजुर। है, यो भनेको तपाईँको अन्डा 1 हप्ता 10 दिन राखेर पनि हामीले चाहिँ सेल्स गर्न सकिन्छ र दैनिक आय स्रोत देखिने। हजुर हजुर। हाम्रो दैनिक 18 महिनासम्म योबाट आम्दानी लिन सकिने हुँदाखेरि हामीलाई लेट्स कुखुराबाट फाइदा देखिन्छ। लेट्सबाट चाहिँ फाइदा छ हैन? कति 2000 हाल्नु भएको छ? 2000 हाल्नु। ए कहिलेबाट सुरु गर्नुभएको हजुरले? यो मैले 2076 सालबाट सुरु गरेँ। 76 सालबाट है? ए अहिले यो कति दिनको भयो? यो 3 महिनाको भयो। 3 महिना भइसक्यो है? अब अन्डा पार्न कहिलेबाट सुरु गर्छ? 2 महिना। 2 महिनापछि है? हजुर। यो अनुभव तपाईँले पहिल्यै लिनु भएको थियो कि अथवा तालिम लिनु भएको थियो कि? मैले तालिम लिएको थिएँ। हजुर हजुर। हल्का अनुभव मसँग पहिला पनि थियो। हजुर हजुर। त्यही अनुसारले। त्यही अनुसारले है? ल ठिक छ, तपाईँको फलोस् फुलोस् होइन, राम्रो होस्, यस्तै गरी प्रगति गर्दै जानुहोस्। के छ गाउँपालिकाबाट केही अनुदानहरू केही अब छ कि? थोरै रकम छुटिन्छ। गाउँपालिकाले बढी पनि अलिअलि रकम दिइरहनु भएको छ है? हुन्छ, हस्। अब यो पालिका अध्यक्ष, उपाध्यक्ष लगायत अन्य अतिथिहरू पनि आउनु भएको छ होइन? हजुर हजुर। उहाँहरूले पनि देखिसक्नु भएको छ। ठिक छ, हस्, धन्यवाद दाइ। धन्यवाद।